र आज म अहिले नै म्याच हेर्दैछु कि होइन, साउथ अफ्रिका र इन्डियाको म्याच हेर्दैछु होइन, म्याच चलिरहेको छ। त्यही साउथ अफ्रिका हो जसले इन्डियालाई एकतर्फी म्याच जितेको थियो कि योभन्दा अगाडि होइन, हिजो अस्ति मात्रै। र आज त्यही टिमलाई इन्डियाले 117 रनमा मात्र अल आउट गर्यो। अल आउट सोच्नुहोस् होइन, हुँदो रहेछ नि त, गेम हो जे पनि हुँदो रहेछ नि त होइन, अल आउट गर्यो है। त्यसपछि अब ब्याटिङमा उत्रिन्छ इन्डिया टिम। पहिलो बलमै छक्का अभिषेक शर्मा, त्यसपछि डट, त्यसपछि चौका, त्यसपछि 2 रन, त्यसपछि फेरि चौका, लास्ट बल डट। अनि फर्स्ट ओभरमै 16 रन आउँदो रहेछ त होइन। विश्व विजेता, विश्वका नम्बर 1 बलरहरू, नम्बर 1 ब्याट्सम्यान्सहरू पनि अल आउट हुँदो रहेछ नि त होइन। विश्वको नम्बर 1 बलरहरूलाई पनि चुट्दो रहेछ भनेपछि दिपेन्द्र सिंह एरी भने पो र एउटा टेस्ट नेसनको बेस्ट प्लेयर त्यही होइन। म्याच फिक्सिङ भयो भनेर तपाईँहरू भन्नुहुन्छ र पछि भन्नुहुन्छ कि क्यानले राम्रो गरेन, क्रिकेट राम्रो भएन, राम्रो कसरी हुन्छ यार क्रिकेट ग्रोथ राम्रो कसरी हुन्छ तपाईँहरू भन्नुहोस् त मलाई। यस्तै हरकतले गर्दा होइन क्यान निलम्बनमा परेको। अहिले तपाईँहरू म्याच फिक्सिङ गऱ्यो भन्दै हुनुहुन्छ, 1 कान 2 कान मैदान हुँदै भोलि यो कुरा इन्टरनेसनल गयो भने बेइज्जती कसको क्रिकेटको ग्रोथ रोकिन्छ? हाम्रै होइन। यिनी कुराहरू तपाईँहरूले हामीले नबुझे कसले बुझ्ने? र तपाईँहरू भन्नुहुन्छ म सुदूरपश्चिमको फ्यान हो। फ्यान भने के हो? तपाईँहरू फ्यान हो, तपाईँहरूलाई फ्यान भन्छ। फ्यान भनेको त रोयल च्याम्पियनसिप बेङ्गलोरको हो, बेङ्गलोरको टिमलाई सपोर्ट गर्नेहरू फ्यान भन्छ। जसले 1 होइन 2 होइन 18 वर्ष पुऱ्यो, 17 वर्ष पुऱ्यो यार, अझै पनि कहिल्यै फ्यान कम भएन, अझै कहिल्यै हताश भएन, निराश भएन। तर हामीहरू के अरे के गरे होइन, जितिरहेछ त, फाइनलमा ब्याक टु ब्याक पुगिरहेछ। को पुग्यो फाइनलमा ब्याक टु ब्याक भन्नुहोस् त? अरू कुनै टिम आएन नि होइन। फाइनलमा ब्याक टु ब्याक पुगाउनु भनेर चामचुमे कुरा लाग्छ तपाईँहरूलाई? द्याट नट जोक यार, कुनै मजाक चलिरहेछ, मजाक होइन क्या। फाइनलमा गएर हार्यो, किस्मत हो, कुनै दिन चल्दैन, कुनै दिन भाग्यले साथ दिँदैन, कुनै दिन के हुन्छ त्यस्तो। र तपाईँहरू भन्नुहुन्छ चित्त बुझाउने कुनै बाटो नै छैन भन्नुहुन्छ होइन। के चित्त बुझाउने बाटो छैन देख्नुहुन्न तपाईँहरूले? किन छैन चित्त बुझाउने बाटो? लुम्बिनीले जित्यो होइन, लुम्बिनी लायन्सले जित्यो है फाइनल है। तर त्यसलाई जिताउने मेन कसले जितायो भन्ने कुराहरू त बुझ्नु पऱ्यो नि तपाईँहरू होइन। कसले जितायो? शेर मल्ल होइन। शेर मल्ल को हो त? हाम्रै सुदूरपश्चिमको प्लेयर होइन। के कुरा गर्नुहुन्छ? अरे कसले जितायो? हाम्रै सुदूरपश्चिमको प्लेयरले जिताएन। यिनी कुराहरू पनि त बुझ्नु पऱ्यो नि, तपाईँहरूले बुझ्न जरुरी छ नि होइन। तपाईँहरूले नबुझी कसले बुझ्छ र? मन बुझाउने बाटो छ त। कसले हान्यो? कसले जितायो फाइनल? कसले जितायो? दिनेश अधिकारीले होइन। दिनेश अधिकारी कहाँको हो त? सुदूरपश्चिमको होइन। के कुरा गर्नुहुन्छ तपाईँहरू? साथीहरू संयमता अपनाउनुहोस्। हार जित हुन्छ हो, म पनि भन्छु त्यस्तो हुनु थिएन। म पनि भन्छु जब 85 अल आउट भयो म पनि सक थिएँ क्या, सकिङ थिएँ। म्याच हेर्दै थिएँ, यता अर्डर लगाउँदै थिएँ, काम गर्दै थिएँ, म पनि सकिङ थिएँ क्या। म पनि ट्वाँ परेर हेरिदिरहेको थिएँ क्या होइन। हेर्न मिलिरहेको छैन, म काम गरिरहेको छु हेर्नुहोस् होइन। हेर्न मिलेर म काम गरिरहेको छु, पुरै कानमा ब्लुटुथ लगाएर म सुनिरहेको छु युट्युबमा, एसके डिभाइसबाट सुनिरहेको छु कि मैले। म पनि त फ्यान हो नि यार, तपाईँहरू मात्रै हामी सबै हो नि होइन। भन्नुहोस् त। मलाई त आश कहाँसम्म थियो भने होइन, त फर्स्ट ओभरमा हो दिपेन्द्र नआएर यदि अरू कोही बलर आएको थियो भने होइन, फर्स्ट ओभरमै हाम्रो फास्ट बलर होइन
स्ट्रोक गुगलिङ आएको थियो भने अझै पनि केही हुन्थ्यो क्या स्टार्टिङमै हामीले गर्न अझै पनि दबदबा पार्न सक्थ्यो ती राम्रो बोलिङ थियो ब्याटिङभन्दा मजबुत बोलिङ थियो नि हाम्रो सुदूरपश्चिमको होइन त्यो त तपाईँहरू पनि जान्नुहुन्छ होला नि तपाईँहरूलाई थाहा छ नि होइन त्यो कुरा त मलाई आश थियो तर स्टार्टिङमा दिपेन राय जब 27 रन पऱ्यो नि अनि डर लाग्यो आश मर्या थिएन डर लाग्यो खेल चल्दै गयो चल्दै 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 अगाडि बढ्दै जाँदा जब 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 85 पुग्यो नि लुम्बिनीको लाइन लुम्बिनी लाइन्सको 80 रन पुग्यो नि होइन त्यति बेला मनमा के थियो थाहा छ हे भगवान् 4 विकेट त गइहाल्यो होइन 4 विकेट त गइसकेको थियो अलरेडी दिपेन्द्र आओस् कोही पनि एउटा यस्तो बलर आओस् होइन 6 बलमा 6 विकेट लियोस् क्या सुपर ओभर म्याच सुपर ओभरतिर जाओस् र सुपर ओभरमा गएर हाम्रो सुदूरपश्चिमले जितोस् भगवानसँग प्रार्थना गरिरहेको थिएँ यार भगवानलाई प्रार्थना गरिरहेको थिएँ भगवान यस्तो होस् चमत्कारी गराओस् त्यस्तो चमत्कारी देखाओस् लागिरहेको थियो त भएन फ्यान भइसकेपछि आफ्नो टिमको अन्तिम बोल जबसम्म बस्यो नि तबसम्म आश मार्नुहुन्छ तब फ्यान बन्नुहुन्छ टिमले लगातार हारिरहँदा अझै पनि तपाईँ गएर ग्राउन्डमा गएर सपोर्ट गर्नुहुन्छ सोसल मिडियाबाट सपोर्ट गर्नुहुन्छ तब तपाईँलाई फ्यान भनिन्छ जितिरहेको बेलामा त हर कोही जान्छ नि खुसीको बेलामा को हुँदैन बाहिरको मान्छे आएर पनि म सुदूरपश्चिमको फ्यान हो भनेर बाहिरको मान्छे पनि भन्छ त तर जब हारिरहेको बेलामा एक्ज्याक्ट टाइममा आफूले उभिनुपर्छ प्राउड गर्नुपर्छ म मेरो टिम जितिरहेछ फाइनलसम्म पुगिरहेछ ब्याक टु ब्याक को पुग्न सक्यो ग्रुप स्टेजमा टपमा को पुग्न सक्यो ब्याक टु ब्याक कुरा त्यो हो कि साथीहरू बोलौँ भने धेरै कुराहरू छन् होइन त्यही भएर साथीहरू आवेशमा नआऊ सम्यता अपनाऊ यो साल भएन अर्को साल होला यति कुरा भन्दै म पनि बिदा हुन्छु स्वस्थ रहनुहोस् मस्त रहनुहोस् व्यस्त रहनुहोस् ओके बाइ